गयाजी मन्दिरमा यो घाटमा श्राद्ध चलिरहेको छ, सामूहिक श्राद्ध कार्यक्रम। यो श्राद्ध चैते दसैँको श्राद्धमा हुने महत्त्वपूर्ण चाहिँ पितृहरूलाई सम्झेर चाहिँ पूजा गर्ने कार्यक्रम छ। यसमा धेरै ठाउँबाट नेपाल, बङ्गलादेश, भारत सिङ्गो भारतका हिन्दूजनहरू लगायत जहाँ जहाँ नेपाली पन छ त्यो संस्कृतिलाई जगेर्ना गर्ने, पितृहरूको आशीर्वाद लिने, सम्झिने गर्ने चाहिँ कार्यक्रममा यस मोक्षधाममा भएका क्रियाकलापहरूमा हामी पनि सहभागी हुने अवसर पाएका छौँ। यसका लागि असाध्यै राम्रो हुँदो रहेछ यसमा। हुन त म पहिला पनि आउँदाखेरि थियो, तर जति ढिला गऱ्यो त्यति चाहिँ राम्रो, असाध्यै राम्रो। यहाँ विभिन्न मठ मन्दिरहरू छन्। भक्तजनहरूले आफ्ना क्रियाकलापमा सहभागी भएर यस तीर्थयात्रालाई अझ बढी शोभायमान बनाउने प्रयास गरेको पाइन्छ। यसमा हाम्रो सहभागी हुने टोली पनि आएको छ। अब हामी पूजा गर्ने तर्फरमा छौँ। पूजाका लागि सामानहरू तयार पार्ने कार्यक्रम भइरहेको छ। त्यसका लागि हाम्रो समूहले गरेका कामहरू धेरै बाँकी नै छन्, अझै गर्दैछौँ। र यहाँ हामीले धेरै ठाउँका मानिसहरू देख्दा सबै भक्तजनहरूले आफ्ना पितृहरूलाई सम्झेर गरेका क्रियाकलापहरूले हामीलाई पनि अझै हौसला बढाएको छ। यहाँका मठ मन्दिरहरू, यहाँका भक्तजनका क्रियाकलापहरू, यहाँ भारत सरकारको यो पानी अलि सुक्ने गर्थ्यो पहिला, अहिले त यहाँ चाहिँ पानी सङ्कलन गरेर डुगा चलाउने एउटा व्यवस्था, भक्तजनहरूलाई चाहिँ घुम्ने, रमाउने, खुसी हुने अवस्था स्वरूप यहाँ डुगाको पनि व्यवस्था गरिएको छ। डुगामा सैर गरेर रमाउने, तीर्थयात्रीहरू रमाउने गरेको पनि देखिन्छ। यी डुङ्गाहरू सानो आजभन्दा 8-10 वर्ष पहिला यो स्थिति थिएन। अहिले चाहिँ यहाँ पानी टनीटनाउ छ र भक्तजनहरूले आफ्ना चाहिँ धार्मिक क्रियाकलापहरू गर्दैछन्। हस् त, धन्यवाद। अब फेरि अर्को चरणमा गर्नेछौँ।